हेलो गाइज वेलकम टु द लाइफ अफ सृजना। अनि म चाहिँ लगभग रेडी भइसकेँ। म चाहिँ अब फाइनली रेडी भएँ। म चाहिँ फाइनली काममा पुगेँ अनि ब्याक टु वर्क मेरो कामहरू सुरु गरेँ। अनि त्यसपछि कस्तो भोक लागेको थियो क्या आज, अनि चटपट र पानीपुरी खाइहालेँ है। अनि त्यसपछि ननस्टप काम गरेँ किनकि भ्यालेन्टाइन विक आउँदैछ अनि त्यसको लागि चाहिँ हाम्रो प्रि अर्डरहरू रेडी पार्दै थिएँ। अनि बिचमा चाहिँ चिया ब्रेक लिएँ मैले, अनि फेरि ब्याक टु वर्क। अनि आज हाम्रो सुट पनि थियो एउटा बुकेको, त्यो सुट पनि गरेँ। अनि फाइनली सी इज हियर। ऊ चाहिँ मलाई भेट्न आएको थियो अनि साथीको काम कस्तो हुँदो रहेछ भनेर उसले ट्राई गर्दै थियो कि। अनि त्यसपछि मेरो डेलिभरी टाइम थियो अनि म चाहिँ बुकहरू डेलिभरी गर्न गएँ। अनि घर आउँदाखेरि चाहिँ यिनीहरूलाई भेटेको थिएँ कि, अनि तिनीहरूलाई पनि फिड गराएँ। अनि उसले चाहिँ मलाई कस्तो कोटाएको थियो कि, अनि मलाई आज भात र मासुको यस्तो क्रेभिङ भएको कि म घर आउने बित्तिकै भात र मासु बनाएर खाइहालेँ कि। अनि अलिअलि स्किन केयर गरेँ जस्तो गरेँ। अनि लिप ग्लसहरू लगाएँ, त्यसपछि तेल पनि लगाएँ। भोलि स्याटरडे, सो तेल लगाएर मसाज गरेर अनि म सुतेँ। गुड नाइट, बाई बाई।